सबैजनालाई। अहिले भने चाहिँ म चाहिँ यहाँ गाईगोठमा आइरहेको छु है। अन्त म चाहिँ तपाईँहरूलाई के देखाउन आँटेको छु भन्दा चाहिँ छ नि, यहाँ चाहिँ हाम्रो चाहिँ हुन्छ नि अब तपाईँहरूको चाहिँ कुकुसको घरमा चाहिँ हुन्छ नि गाईहरूलाई चाहिँ यसरी लाइटहरू कनेक्ट गरेर जोडिदिन्छ है। हाम्रो चाहिँ यहाँ यसरी लाइट जोडिदिएको छ आप्पाले है। अनि यहाँ चाहिँ छ यी आमा छ है। यहाँ चाहिँ बेबी, यसको पेटमा चाहिँ बेबी छ है, बच्चा जन्मिनु आँटेको छ। यसले चाहिँ, यो चाहिँ आमा हो है। अनि यहाँ चाहिँ छ बच्चा चाहिँ, यहाँ चाहिँ सब बाछा आमा छोरा चाहिँ अहिले चाहिँ फिलहाल चाहिँ 2 जना मात्रै छ, आमा छोरा है। अनि अब 1-2 दिनको बादमा चाहिँ यहाँ नयाँ बेबी पनि आउन आँटेको छ है। यहाँ चाहिँ बेबी चाहिँ यताले चाहिँ पुरा बेसी गोबर टालिरहेको छ। अन्त लाइट चाहिँ यसरी जोडिदिएको छ, अस्ति आप्पा र आनुमहरूले जोडिदिएको है। अनि यहाँ चाहिँ आप्पाले चाहिँ अलरेडी रेडी गरिदिइरहेको छ है, घाँस यसरी बार्दै रहेको छ है। किनभने चाहिँ भोलि पर्सि चाहिँ अब इफ अब अचानक अब आधा राततिर बच्चा अब जन्मियो भने चाहिँ नपल्टोस् भनेर चाहिँ है। सो त्यसको लागि चाहिँ यसरी बारिदिएको छ है। अनि एकदमै एक्साइटेड हुनुहुन्छ मेरो आप्पा चाहिँ है। अब बच्चा अस्तिदेखि नै भन्दै थियो अब कहिले चाहिँ बच्चा ब्याउँछ है। अनि त्यसको लागि चाहिँ आप्पाले चाहिँ अहिले चाहिँ डल्लै रेडी गरिदिएको छ। यहाँ लाइट पनि जोडिदिएको छ, भार पनि बारिदिएको छ। अन्त भित्र र